एभ्रिवान, हिजो मैले भिडियो हालेको चाहिँ यस्तो थियो। यो चाहिँ बिचको बुट्टा यस्तरी छ। म अब फेरि सुरु गर्दैछु। मेरो क्यामेराम्यान चाहिँ उहाँ त होइन, यो चाहिँ अब मैले यहाँनिर थोरै बुनेर देखाउँदैछु। यसमा बिचमा बुट्टा 8वटा छ। बिचको बुट्टाको तलिएर यस्तो खालको छ। मैले यहाँ चलाइसकेको छु। यता कम्बर भाग छ। अनि यहाँदेखि चाहिँ मैले थोरै भिडियो राखेको छु। अब अरू बुन्नु आइसक्यो भने यो फेरि यो फोनले अलिक बोलेको सानो सुनिँदो रहेछ हौ। अनि यो पुगिसक्यो। अब यता बिचको बुट्टा राखेको छु। यो चाहिँ यसको चाहिँ धेरै बुट्टा छ के। अर्डर कस्तो आउँछ त्यस्तै बुन्दा हुन्छ, तर यसको चाहिँ धेरै बुट्टा छ र मैले धेरै बुट्टा भएकै बुनिरहेको छु। सानो गीत पनि बजाउनु पर्ने हौ। झन्डै पछि गएँ। मेरो यो दिन बोलेको मात्र सुनिन्छ फेरि मजाले। तिखो बोल्छ कि के हो त्यस्तै खालकोले चाहिँ भिडियो मजाले देखिँदो रहेछ। टाढादेखि देखाउन यो बिचको बुट्टा चाहिँ अब पुग्न लाग्यो। यो बिचमा चाहिँ कतिवटा? 1 2 3 4 5 6 7 8वटा होइन? 8वटा छ। यो चाहिँ यो आँचल भाग, कम्बर भागसम्म होइन, आँचल भागलाई चाहिँ यस्तो जान्छ। अनि कम्बर भागदेखि चाहिँ यस्तै पुतली मात्र 4वटा भएको राखेको छ रहेछ। त्यस्तो बनाउनु पर्ने। अरू चाहिँ उस्तै हो। मिनी के बोलेको? मिनट जतिको भिडियो बनाएर राखिराख्नु। यो आँचल भागलाई यस्तो हुन्छ भनेर थाहा हुन्छ नि त। पहिले मलाई अलिक कम गाह्रो हुन्थ्यो र अब कति मिटर हुन्छ होला, कति इन्च हुन्छ होला भनेर सोध्नुको हैरान। एउटाले कति भन्छ, एउटाले कति भन्छ। अनि एकजना बहिनी आएको थियो र त्यसलाई सोधेको। त्यसले चाहिँ ठ्याक्क भनिदिइराखेर मलाई सजिलो भएको। आँचल चाहिँ 1 मिटर, कम्बर भाग 50 मिटर होइन? 50 इन्च 50 इन्च जति बुन्नु पर्ने रहेछ। अझै धेरै। अनि मुजा चाहिँ मुजा त 3 मिटर। 3मा 3 बुन्नुपर्छ नि अहिले त। मान्छेहरू कुनै मोटोले लाउँदाखेरि चाहिँ त्यतिको बुन्नुपर्छ। अलिक पातलो लायो भने 20 इन्च जति सादा छोडेर हुन्छ। यो आराधरी चाहिँ कस्तो राम्रो देखेको है। आराधरी राम्रो देखिन्छ। लाउँदा नि सोच्छ के भयो। सेतोमा झन् फेरि राम्रो देखिन्छ। अहिले त सेतो साडी साह्रै चलेको छ नि त, त्यही भएर। यो बिचको बुट्टा चाहिँ पुगिसक्यो है। अब मैले यहाँ चलाएको एकदम यो बटरफ्लाई कति मिनट भयो? 5 मिनट। 5 मिनटसम्म राखेको ल। आजको लागि चाहिँ मैले यति नै भिडियो राखेँ। योदेखि अब प्लस अरू भिडियो नै राख्छु है त। भयो मतलब